हेलो साथीहरु, मलाई चाहिँ खेती गर्दाखेरि सबैभन्दा सजिलो लागेको खेती चाहिँ अब लाग्यो तरुल। रोप्दाखेरि एकचोटि दानासँगै मलसल लगाइदिने, रोप्दा बिउसँगै। बाँकी त्यस पछाडि भनेको एक वर्षमा खन्ने हो। खन्न चाहिँ दुःख भयो। संक्रान्ति सकिएर पनि यसरी एउटै दानाबाट लगभग तपाईको 18 ठाउँ जहाँ खेती गर्न नसकिने ठाउँबाट एउटा दानाबाट 4 केजी 5 केजी देखि लिएर 10 केजी 20 केजी यस्तो यो एउटामा मेरो 10 देखि 15 केजी छ एउटामा। देखि 29 केजी सम्मको चाहिँ मैले फलाएँ। अब यसो गर्दाखेरि एउटै दानाबाट 29 केजी एक वर्षमा हुँदाखेरि त अनि त्यो भन्दा फाइदा के होला त। यो साल चाहिँ तर मैले 15 केजी को बेचे एउटा ठुलो भनेको, नभएदेखि चाहिँ यसले अरु ठुलो निस्केको छैन 15 केजी भन्दा ठुलो। अब यिनीहरू भनेको चाहिँ 10 केजी 12 केजी होला, यो 10 केजी सम्म होला। मैले उचाल्न सके। एक हातले त उचाल्न अप्ठ्यारो हुन्थ्यो।